यसैले अब हामी भगवद् गीताको दोस्रो अध्याय सांख्य योगलाई एक जीवन्त श्रव्य कथा वाचनको रूपमा पूर्ण एकै परिच्छेदमा डुबेर सुन्नेछौँ। मानौ हामी कुरुक्षेत्रको धुरो माटोमै उभिएका छौँ। रथको छेउमा श्रीकृष्णको मधुर तर ओजपूर्ण स्वर गुन्जिरहेको छ र अर्जुनका आँखा आँसुले भरिएका छन्। कुरुक्षेत्रको विशाल मैदानमा दुवै सेनाका शङ्खध्वनिले आकाश कम्पाएको छ। तर अर्जुनको मनभित्र एउटा अर्कै युद्ध चलिरहेको छ, करुणा र कर्तव्यको भीषण द्वन्द। गाण्डीव धनुष उनको काँधमा झुन्डिएको छ, तर हात कामिरहेको छ। आफ्नै गुरु द्रोण, पितामह भीष्म, मित्र अश्वत्थामा, भाइबन्धुहरूको अनुहार देखेर उनको हृदय पग्लिन्छ। उनी रथबाट ओर्लन्छन्, घुँडा टेकेर भन्छन्, हे केशव, म लड्न सक्दिन। यी मेरा आफ्नै कुलका मान्छे हुन्। कुलको नाश हुन्छ, धर्म नष्ट हुन्छ। म कुलघाती पापको भागीदार बन्छु। राज्य र सुखभोगको लागि यो रगतको होली खेल्नु मबाट सम्भव छैन। आँसुका धारा बग्छन्, गाण्डी भुइँमा खस्छ। यो विषाद योगको चरम बिन्दु हो। त्यही क्षण श्रीकृष्ण मुस्कुराउँछन्। त्यो मुस्कानमा करुणा छ, तर कठोर सत्यको चमक पनि। उनी बोल्न थाल्छन्। स्वरमा ममताको कोमलता छ, तर शब्दहरू वज्र झैँ कडा छन्। हे अर्जुन, यस्तो अल्प विषयमा तिमीले आफूलाई यति सस्तो किन बनायौ? यो क्षणिक शरीरको लागि यो शोक? यी सबै जन्मेका थिए, मर्नेछन्, फेरि जन्मनेछन्। तिमीले शोक गर्नुपर्ने कुरै छैन। जसरी बालक, युवा, वृद्ध अवस्था आउँछन् र जान्छन्, त्यसरी नै शरीर बदलिन्छ। ज्ञानी पुरुष यस्तोमा विचलित हुँदैन। अनि उनी अजर र अमर आत्माको त्यो अलौकिक दर्शन दिन्छन्। नैनम छिन्दन्ति शस्त्राणि नैनम दहति पावकः न चैनम क्लेदयन्त्यापो न शोषयति मारुतः। न त शस्त्रले यसले काट्न सक्छ, न आगोले जलाउन, न पानीले भिजाउन, न हावाले सुकाउन सक्छ। यो आत्मा अछेद्य, अदाह्य, अक्लेद्य, अशोष्य छ। यो नित्य, सर्वगत, स्थाणु, अचल, सनातन छ। यो न मारिन्छ न मर्छ। त्यसपछि आउँछ त्यो अमर दृष्टान्त। वासांसी जीर्णानि यथा विहाय नवानी गृह्णाति नरोपराणी। जसरी मानिस फाटेका लुगा फालेर नयाँ लुगा लगाउँछ, त्यसरी नै आत्माले पुरानो शरीर त्यागेर नयाँ शरीर धारण गर्छ। अब अर्जुनको आँसु सुक्न थाल्छ, तर मनमा अर्को प्रश्न उब्जिन्छ, तब केही गर्नु नै नपर्ने हो र? श्रीकृष्ण हाँस्छन् र कर्मयोगको महाद्वार खोलिदिन्छन्। हे पार्थ, कोही पनि एक क्षण पनि कर्म नगरी बस्न सक्दैन। प्रकृतिका गुणहरूले सबैलाई कर्म गर्न बाध्य पार्छन्। तर जो इन्द्रियहरूलाई बसमा राखेर मनले कर्म गर्छ, ऊ श्रेष्ठ हो। तिम्रो स्वभावले नै तिमीलाई योद्धाको कर्म गर्न लगाइरहेको छ। त्यसैले आफ्नो स्वधर्म पालन गर, चाहे त्यो अपूर्ण नै किन नहोस्, परधर्मभन्दा गुणी छ। अनि गीताको सर्वोच्च मन्त्र गुन्जिन्छ, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफल हेतुर्भू मा ते सङ्गोष्ठ कर्मणि। अर्थात् तिमीलाई कर्म गर्नमा मात्र अधिकार छ, फलमा कहिले पनि होइन। फलको आशा नगरी मैले गरे भन्ने अभिमान नलिई निस्वार्थ भावले आफ्नो कर्तव्य गर। यस्तो कर्मले बन्धन दिँदैन, मुक्ति दिन्छ। युद्ध गर, तर विजय वा पराजय, लाभ वा हानि, सुख वा दुःखलाई समान ठानेर। यो बुद्धियोग हो, यो समत्व हो। अन्त्यमा कृष्णले त्यो परम पुरुषको चित्र कोर्छन्, स्थित प्रज्ञाको। जब मानिस सबै कामनाहरू मनबाट त्याग्छ र आत्मामा नै सन्तुष्ट हुन्छ, तब ऊ स्थित प्रज्ञा भनिन्छ। दुःखमा उद्विग्न हुँदैन, सुखमा हर्षित हुँदैन, राग, भय र क्रोधबाट मुक्त हुन्छ। जसको मन सबैतिरबाट आसक्ति हटाएर स्थिर छ, जसलाई प्रिय र अप्रियको स्पर्शले पनि विचलित गराउँदैन, जसको लागि माटो, ढुङ्गा र सुन समान छन्, जसलाई निन्दा, स्तुति, शत्रु, मित्र, मान, अपमान एकै छन्, त्यो स्थित प्रज्ञा हो। जसरी सबै नदीहरू सागरमा गएर शान्त हुन्छन्, त्यसरी नै सबै इच्छाहरू त्यस्तो योगीको मनमा आएर पनि लीन हुन्छन्, तर उसलाई डगमगाउन सक्दैनन्। जो विषयहरूबाट इन्द्रियहरूलाई हटाउँछ र मन बुद्धिलाई परमात्मामा लगाउँछ, त्यसले शान्ति प्राप्त गर्छ। यो शान्ति ब्रह्मको हो, यो परम पद हो।
यसरी दोस्रो अध्यायको अन्त्य हुन्छ। अर्जुनको विषाद सकिएको छ, आँखामा नयाँ ज्योति बलिरहेको छ। उनले गाण्डी फेरि हातमा लिन्छन्। अब उनी युद्ध लड्नेछन्, तर यो युद्ध अब शरीरहरूको होइन, अधर्ममाथि धर्मको विजयको हुनेछ। यो सांख्य योगले हामीलाई पनि त्यही सन्देश दिन्छ। हे मानव, तिमी शरीर होइनौ, आत्मा हौ। फलको चिन्ता छोडेर आफ्नो कर्तव्य गर, र जब तिमी समत्वमा स्थिर हुनेछौ तब तिमी स्थितप्रज्ञ बनेर परम शान्तिको सागरमा लीन हुनेछौ। जय श्री कृष्ण।